नमस्ते साथीहरू। आज डे 14 मा हामी चाहिँ आज पनि ल्याबमा गएर चाहिँ बहिनीहरूलाई चाहिँ के सिकाउँदैछु है। महाकाली बहुमुखी क्याम्पसको बहिनीहरूलाई वीरेनजीले चाहिँ उहाँलाई के सिकाउँदै हुनुहुन्छ। अब हामी चाहिँ वीरेन्द्रजीसँग बहिनीहरू हामीसँग चाहिँ यो तीनवटा भाइल छ। यो तीनवटा भाइलमा चाहिँ हामीले यो रातो भाइलमा चाहिँ हामीले बायोकेमिस्ट्रिकल एनालाइजरहरूमा हुने जाँचहरू सबै यसमा हाल्ने। अनि त्यसपछि चाहिँ हामीसँग यो इडिटिए भाइल पनि हुन्छ। इडिटिए भाइल अनि यो एउटा सोडियम सिट्रेट भाइल पनि तीनवटा भाइल हुन्छ। तीनवटा भाइलमा चाहिँ यो इडिटिए भाइलमा भन्नेमा चाहिँ हाम्रो हेमाटोलोजिकल टेस्टहरूका जम्मै ब्लडहरू चाहिँ यसमा हालेर टेस्ट गरिन्छ। र साथै त्यसपछि हामीसँग एउटा अर्को भाइल छ, यो सोडियम सिट्रेट भाइल। सोडियम सिट्रेटमा हामीले पिटिआइएनआर टेस्ट मात्र गरिन्छ। यो पिटिआइएनआर टेस्टमा पनि हाम्रो यसभित्र चाहिँ एउटा एन्टिकोगुलेन्ट हुन्छ। यो एन्टिकोगुलेन्टले गर्दा चाहिँ ब्लडलाई जम्न दिँदैन। यो सोडियम सिट्रेट भाइलमा चाहिँ हामीले चाहिँ 1 ml भन्दा बढी अथवा यो माथि कालो रेखा दिएको छ त्यहाँसम्म चाहिँ ब्लड हाल्ने। ब्लड हालिसकेपछि चाहिँ यसलाई चाहिँ मिक्स गर्ने। मिक्स गरिसकेपछि चाहिँ हामीले यसलाई सेन्टिपिजमा मजाले 10 देखि 12 मिनटसम्म घुमाउने। यो अब चाहिँ हामी यो सिबिसी कसरी गर्ने भन्नेमा हामी सिक्दैछौँ बहिनी। यो सिबिसी कसरी गर्ने, यसलाई मजाले मिक्स गर्ने। मिक्स गरिसकेपछि हामी चाहिँ अब जान्छौँ हामी क्विल्टर काउन्टरतिर। क्विल्टर काउन्टर चाहिँ यसै ल्याब नम्बर राख्ने। यसमा ल्याब नम्बर कति छ भनेपछि यो ल्याब नम्बर 117 छ। 117 हामीले ल्याब नम्बर राख्ने। 117 ल्याब नम्बर राखिसकेपछि यसलाई मजाले चाहिँ तलपट्टि अब यो स्याम्पल खुवाउने है। यो स्याम्पललाई खुवाउँदाखेरि चाहिँ मजाले पछाडिपट्टि चाहिँ यसको थोरै टच गर्ने। त्यो टच गर्दाखेरि चाहिँ हामीले चाहिँ एकदम ध्यानपूर्वक गर्ने। यो मसिनलाई चाहिँ मसिन चलाउँदाखेरि चाहिँ हामीले ध्यानपूर्वक गर्नुपर्छ। सिबिसी गर्दाखेरि चाहिँ एकदम ध्यानपूर्वक गर्ने चाहिँ अनि तलपट्टि मजाले यसरी स्याम्पल दिने है। यसरी स्याम्पल दिने। स्याम्पल दिइसकेपछि अब यसले चाहिँ मजाले रिपोर्ट दिन्छ है बहिनी। हामीले सिबिसी कसरी गर्ने भन्ने यस्तो नि एकदम ध्यानपूर्वक गर्ने। सिबिसी भित्रमा के टेस्ट। नमस्ते, हामी चाहिँ हाम्रो यहाँ महाकाली पोलिटेक्निकबाट ल्याब भिजिटको लागि आएको थियौँ र हामीलाई यहाँ सरहरूले राम्रोसँग सिकाउनु भएको छ। सिबिसीको चेक गराउन, अनि युरिन चेक गराउन, आरबिसी चेक गराउन, अनि यहाँ सबै ल्याबमा भएको सामग्रीहरूको नामहरू सबै राम्रोसँग सिकाउनु भएको छ। धन्यवाद।